साथीहरू नमस्कार, म रामप्रसाद गेवाली। कतिजनाले चिन्नुभएको छ, कतिजनाले चिन्नुभएको छैन। नचिन्नु भएको साथीहरूको लागि म नेपालमा मेरो जन्म घर चाहिँ गुल्मी हो र म पोखरामा चाहिँ लामो समयदेखि बसोबास गर्दै यता अमेरिका आएको 11 वर्ष भयो। मैले हजुरहरूलाई चाहिँ विगत केही समयदेखि यो ग्लोबल अनलाइन बिजनेसको बारेमा धेरै कुराहरू राख्दै आएको छु र यो व्यवसाय के हो, यो व्यवसाय कसरी गर्न सकिन्छ, त्यसको लागि चाहिँ अब के कुराहरू आवश्यक पर्छ र गर्ने के हो, यसबाट फाइदा के हुन्छ भन्ने विषयमा चाहिँ मैले हजुरहरूलाई धेरै कुराहरू राख्दै आएको थिएँ। बिचमा अलिकति हाम्रो देशमा एउटा राजनीतिक उथलपुथल भयो र अलिकति शङ्कास्पद अवस्था चाहिँ के भने सामाजिक सञ्जालले पनि काम गर्ला नगर्ला, केही समयको लागि भए पनि अप्ठ्यारो आउँछ कि जस्तो अवस्था थियो। अब त्यो पनि ढुक्क भएर चाहिँ यहाँहरू अगाडि बढ्न सक्नुहुन्छ, यसमा कुनै समस्या छैन। हुन त त्यहाँ पनि धेरै विकल्प थिए, एउटा दुईवटा चाहिँ सोसियल मिडिया प्लेटफर्म बन्द हुँदैमा यो व्यवसाय रोकिनेवाला त थिएन। तर पनि अहिले त अब झन् सहज रूपमा देशले एउटा राजनीतिक निकास चाहिँ अहिलेको लागि पाएको छ, अन्तरिम सरकार बनेको छ। सम्माननीय चाहिँ सुशीला कार्की पहिलो महिला मन्त्री बन्नुभएको छ, उहाँलाई धेरै धेरै हार्दिक बधाई पनि म दिन चाहन्छु। र सँगसँगै एउटा देशले अब राजनीतिक निकास, शान्ति, स्थिरता र नयाँ निर्वाचन, संसदको नयाँ निर्वाचनको मिति पनि तय भइसकेको छ। त्यसतर्फ चाहिँ मुलुक अगाडि बढ्छ नै। अब हामी रुख हुनुपर्छ र हाम्रो आफ्नो पेसा व्यवसायतर्फ पनि अब हामी जोडिनु पर्छ भन्ने ठानेर म चाहिँ अब आजसम्म त्यो घटना घटिसकेपछि 6-7 दिनसम्म केही पनि काम गर्न चाहिँ मन लागेको थिएन र आजबाट म यसमा चाहिँ जोडिएको छु। ल, धेरै साथीहरूले यसमा चाहिँ जोडिन ठिक्क पनि हुनुभएको थियो। कतिजना मैले यो बिचमा कम्युनिकेसन पनि गर्न भ्याएको छैन, फोनहरू पनि गर्न भ्याएको छैन। अब चाहिँ आज उपरान्त म फोनहरू गर्ने, कुराहरू गर्ने र तपाईँहरूसँग जसले इच्छा गर्नुभएको छ जोडिनको लागि उहाँहरूसँग म फर्दर कम्युनिकेसनमा आउने नै छु। अब यो ग्लोबल डिजिटल अनलाइन बिजनेस चाहिँ यो एट्र्याक्सन मार्केटिङ हो। यो कुनै प्रडक्टको, वस्तुको यसमा हामीले मार्केटिङ गर्दैनौँ। हामीले बार तपाईँहरूलाई भनिरहेका छौँ, जो साथीहरू यसमा उद्यमी बन्न चाहनुहुन्छ उहाँहरू तपाईँको वेबसाइट थ्रु जोडिएर अनि यहाँ आउने हो। आइसकेपछि अनि उहाँहरूले यसको बारेमा धेरै कुराहरू बुझ्नुहुन्छ, भिडियोहरू हेर्नुहुन्छ, अनि यहाँ के रहेछ, कम्पनी के रहेछ, प्रडक्ट के रहेछ, कसरी अगाडि बढ्ने रहेछ, बोनस के आउँदो रहेछ, अनि कमिसन सिस्टम के रहेछ, त्यो सबै कुरा उहाँहरूलाई थाहा हुन्छ। तर उहाँहरूले गर्नुपर्ने के भन्दाखेरि प्रडक्टको विज्ञापन गर्नु पनि पर्दैन, बिक्री गर्नु पनि पर्दैन, सिपिङ, डेलिभरी केही पनि गर्नु पर्दैन। हामी जस्ट एउटा उहाँहरूलाई चाहिँ तपाईँको वेबसाइटमा कनेक्ट गराउने हो र त्यसपछि चाहिँ एउटा सम्बन्धित सर्टिफाइड कोचले चाहिँ उहाँहरूलाई चाहिँ बिजनेस को बारेमा डिटेलमा बताउनुहुन्छ, क्लास लिनुहुन्छ र अनि उहाँहरूलाई इच्छा लाग्छ अगाडि बढ्नुहुन्छ, इच्छा लाग्छ पछाडि। र उहाँहरूले चाहिँ वेबसाइटमा जोडिएर सुरुमा फ्री भिडियो, त्यसपछि 8वटा भिडियो, त्यो 8वटा भिडियो हेर्नको लागि $149 जुन तिर्नुहुन्छ र त्यो भिडियो हेरिसकेपछि उहाँहरू बिजनेसमा अगाडि बढ्ने हुनुभयो भने ठिकै छ, बढ्नु भएन भनेदेखि $149 फिर्ता लिएर फेरि ब्याक हुन पनि पाइन्छ। त्यो प्रोभिजन पनि छ। भन्दाखेरि यसमा तत्काल चाहिँ एउटा भनौँ न यस्तो एउटा सिस्टम छ कि यसभित्र छिर्ने अनि त्यसपछि अध्ययन गर्ने, मन पऱ्यो भने अगाडि बढ्ने, मन नपऱ्यो ब्याक हुने, त्यो समेत एउटा प्रोभिजन भएको हुनाले ढुक्कले यहाँहरू चाहिँ यसमा लाग्दा हुन्छ। र धेरै जना हाम्रो चाहिँ साथीहरू नेपाली समुदायमा आफ्नो चाहिँ जीवनमा एउटा चाहिँ परिवर्तन ल्याएर उहाँहरूले यसमा देखाइसक्नु भएको छ। यो एउटा प्रुभन सिस्टम, प्रमाणित भइसकेको एउटा प्रणाली, विश्वव्यापी रूपमा 2,58,000 भन्दा बढी मानिसहरू यसमा चाहिँ जोइन भएर यो व्यवसायमा लाग्नु भएको छ। अब फुल टाइम यसमा गर्नुपर्छ भन्ने पनि छैन। तपाईँको 1-2 घन्टा, 2-3 घन्टा दिनमा अब अरूको लाइक, कमेन्ट, सेयर गरेर समय बर्बाद गर्नुभन्दा आफ्नै चाहिँ एउटा कन्टेन्टहरू क्रिएट गरेर यो सोसियल मिडिया प्लेटफर्महरूमा चाहिँ पोस्टहरू गर्ने, इन्स्टाग्राम, फेसबुक, होइन, रिलहरू, अनि त्यसै टिकटक, यिनीहरूमा चाहिँ पोस्ट गर्ने हो। अनि आफ्नो अनुभवहरू सेयर गर्ने हो, आफूले प्राप्त गरेको उपलब्धिहरू सेयर गर्ने हो साथीहरूलाई। त्यति नै हो गर्ने चाहिँ यसमा खास। र अनि अलिकति ट्रेनिङहरू, अध्ययनहरू त्यहाँ गर्नुपर्ने हुन्छ। ट्रेनिङ साइटहरू हुन्छ, त्यसमा चाहिँ रेगुलर अनि मिटिङहरू, बैठकहरू, विकली चाहिँ यो भर्चुअल मिटिङहरू हुन्छ, होइन, अनलाइन। त्यसमा चाहिँ एटेन्ड हुने, अरूको कुराहरू सुन्ने, आफ्नो कुराहरू सेयर गर्ने, त्यही नै हो।
त्यसको लागि हामीले धेरै धुनधान पढ्नुपर्ने पनि होइन, धेरै कुरा जान्नुपर्ने पनि होइन। तर सुरुमा त्यही पनि केही जानिएन भने फेरि कोचले, मेन्टरले सहयोग गर्नुहुन्छ। जस्तै हजुरहरू मेरो वेबसाइटमा जोडिनु भयो भने हजुरहरूको लागि सहयोग गर्ने म एउटा एज अ मेन्टर मेरो रोल हुन आउँछ। कसरी हजुरहरूलाई सफल बनाउने, कसरी अगाडि बढाउने, हजुरहरूसँग हातेमालो गरेर अगाडि बढ्ने, त्यो चाहिँ इट्स माई रेस्पोन्सिबिलिटी होइन। म यहाँहरूसँग चाहिँ त्यो सहयोग गर्नुमा तत्पर छु। र सोच्नुहोस्, विचार गर्नुहोस्, समयमै नै एउटा निर्णय गरियो भनेदेखि होइन लामो समयसम्म यो अगाडि बढिरहन्छ। एउटा बिरुवा रोपे जस्तै हो, सानो एउटा बिउ रोप्यो, बिरुवा सानो उम्रिन्छ, त्यसलाई मलजल गर्दै बढाउँदै गएर ठुलो भएपछि त्यसले धेरै वर्षसम्म हामीलाई चाहिँ फ्रुट्स, फलफुल होइन त्यसले दिइरहन्छ, फलहरू दिइरहन्छ। त्यस्तै हो यो व्यवसाय पनि। अब यसमा चाहिँ केही पनि नगरिकन यत्तिकै चाहिँ जोइन मात्रै भएर आउने चाहिँ होइन। यसमा हामीले चाहिँ निरन्तर आफ्ना कुराहरू पोस्टहरू गर्दै गयौँ भने यो एउटा विश्वव्यापी बजारलाई चाहिँ आकर्षित गर्न चाहिँ तपाईँ सक्नुहुन्छ। र अनि त्यसपछि तपाईँको बिजनेस पार्टनर, न्यू बिजनेस पार्टनरसँग तपाईँको व्यवसाय चाहिँ अगाडि बढ्दै जान्छ। र एउटा टिमवर्कमा चाहिँ हामी काम गर्दै अगाडि बढ्छौँ। र मेरो वेबसाइट रहेको छ www.ramgyewali.com। त्यहाँ यहाँहरूले क्लिक गर्नुहोस्। अनि एउटा फ्री भिडियो छ, त्यसपछि 149 तिरेर 8वटा भिडियो हेर्नुहोस्। मन पऱ्यो भने अगाडि बढ्नुहोस्, मन परेन भने त्यो फिर्ता ब्याक हुनुहोस्। इमेल पनि यहाँहरूले गर्न सक्नुहुन्छ। मेरो इमेल एड्रेस रहेको छ rg@ramgyewali.com। कुनै पनि समयमा यहाँहरूले मलाई रिच आउट गर्न सक्नुहुनेछ। हस् त ल, आजलाई यति नै राखौँ। बाँकी कुराहरू फेरि अर्को भिडियोमा म लिएर आउने नै छु। हस्, थ्याङ्क यू, बाई बाई।